टिकार पाक्दैछ आज। यहाँ दुध सुध उमालिएको छ, यहाँ चिया उमालिएको छ। हाम्रो मम्मी यहाँ बनाउँदै हुनुहुन्छ। अलिक भिडियो चाहिँ धमिलो धमिलो आउन सक्छ होला। आज हाम्रो नानीको नरन नामकरण गर्ने दिन। कान्छा चाहिँ यहाँ दाउरा चिर्दैछ समिदाको लागि। मस्त काट्दैछ दाउरा। हाम्रो कान्छा पुरा यहाँ दाउरा चिर्दै छ मरत तरिकाले हैन। गुरु यहाँ बनाउँदै हुनुहुन्छ। यो के भन्छ रे गुरु? यो रेखी बनाउँदै हुनुहुन्छ। ल यहाँ चाहिँ हाम्रो कार्यक्रम हुँदैछ बनाउने गरिकन। आधी उधी काम भइसकेको छ। सबै कुरा अब यो यज्ञ बाल्ने समय हुन लाग्यो। अनि राधे राधे म भगवानको भक्तजन हो त नि। त्यसरी कहाँ हुन्छ त? मलाई एकदम घरभरि घन्काउने हो हैन। राधे राधे जय श्री कृष्ण गोविन्द गोपाल हरे मुरली हे नाथ नारायण हे वासु। यही हो मान्छे कुट्ने मलाई, केही होइन। अब आज युट्युबमा आउँछ। यो त हाम्रो कार्यक्रम भइरहेछ। छोरी यहाँ ह्याँ गर्दै दुईटा छोरीहरू सुतिरहेछन्। दुईटा बिरामी। यो ठुली छोरी, यो छोरीको मामु जङ्गु भाइ। सबै कुरा रेडी हुँदैछ। अब भइसकेपछि कार्यक्रम अगाडि बढ्न सक्छ। यहाँ मेरो बुहारी नानीले के अरे किराना पसल खोलेर महिनाको 80,000 प्रफिट कमाइराखी छिन्। त्यही खुसीयालीमा मलाई चिया पकाएर खुवाइरहेछ नि। हेर ल खड्का आलु तास्दैछ आज। एकदम श्रमदान चाहिँ भक्कु गर्छ यो मान्छे। श्रमदान गर्नु चाहिँ अगाडि छ। अपवित्रो पवित्रो महाश्रवणवस्तु विमाद स्मारक पुण्डलिकाचे सर्वभयन्त्रचे ओम पुण्डलिकाचे पुनतो देखो पवित्रं परमं पवित्रं प्रजापतित साधन पुरस्ताद आयुष्य मंत्रं प्रतिमं सुब्रह्मण्यो पवित्रं बलमस्तु तेजः यथा मद्दिन पर्यन्तं ब्रह्मत्वं धारितमया जीर्णतं तत्परित्याग गच्छ सुप्रेता सुखं कहाँ हाल्नु? यहाँ उल्टा हात पर्यो होला। ट्याङ्कमा जल राखेकोमा जलमा चुक्दै 7 चोटि पानी शिरमा चाहिसो। ओम मनो मे तरपेता वाच मे तरपेता 7 चोटि चक्षुर मे तरपेता प्राण मे तरपेता चक्षुर मे तरपेता श्रोता मे तरपेता आत्मा मे तरपेता घ्राण मे तरपेता घ्राण मेवा पितृखण्ड 3 चोटि भुइँमा छरिसो। घ्राण मेवा पितृखण्ड तत्कुसादि कमादेह। अब त्यही पुछलेर त्यहाँको पानी लिएर गाईलाई छोएर पानी सबै सर्यो। ओम तत्सत ओम तत्सत ओम तत्सत ओम विष्णुः ओम विष्णुः ओम विष्णुः अभ्यहसिरमद भागवतं महापुराण पुरुषस्य विष्णुराज्ञ पर्वतमानस्य सकल जगता श्रेष्ठकारिणो ब्राह्मणो दिदे प्राभे श्री श्वेत वराह कल्पे वैवस्वतादि मनुद्रष्टा विंशतितमे सत्ये त्रेता द्वापरान्ते कलौ कलिगे प्रथम चरणे भूलोके भारतवश्य भरत कन्या जम्बदीपि आर्यवर्तान्तर्गत हिम पर्वतैक नेपाल देशे गोर्खाराज्य पुरी पशुपति आदि पूर्व दिभागे बागमती आदि पूर्व दिभागे हेमञ्चलादि दक्षिण दिभागे देवालय विष्णुमती रुद्रमती हनुमन्ते शेषनारायण जल विनायक थल विनायक कार्य विनायक सुख विनायक सुधि विनायक कमल विनायक आदि निकटे यह पुण्य भवो षष्ठी संवत्सरां मध्ये तथा च भक्तपुर मध्ये चामुण्डानारायण नगरे दुआकोट हरिकाल फुलबारी ग्राम स्थानीय पुण्य भवो षष्ठी संवत्सरां मध्ये कालुकनाम संवत्सरः वसन्त ऋतुः मासुतमासे चैत्रमासे चैत्रः
चैत्र कृष्ण पक्षे चतुर्दश्यां परिपूर्णातिथौ भृगुवासरे तिथि 12 नक्षत्र जोगा लग्न कर्ण मुहूर्तस्य पूर्णमिलाद्यः अभ्यहत्यादि पूर्व संकल्पश्रस्तु तथा च अभ्यः श्री सूर्ये मीनराशि चन्द्रमसि तराशि देवागुरव वृषराशि अन्येषु गृहेषु यथा यथा राशि स्थान तत्तु एवं ग्रहगुण विशिष्टाय शुभाप्यते तवाद्यः अभ्यहत्यादि पूर्व संकल्पश्रस्तु कौलिन्य गोत्र कौलिन्य वासिष्ठि मैत्रावणो हत्रि प्रवाय शाखान् माध्यमिक शाखान्तर्गत श्री धनुर्वेदाध्यायनिस्ततन्नाम ब्राह्मणो अहं मम तेजेन्द्र नाम मर्महं मम सभार्यनाम दिव्याहं मम तथा च सपरिवार समासा भ्रातवधूः सपरिवार सहितकमहं मम निर्विघ्नमस्तु आयु आरोग्य ऐश्वर्य सुप्राप्तिकामनिमित्तक सहित विशेषरूपेण तद्विदः पुत्रेः न्वारण कर्म निमित्तक सहित दीपा कलश गणेश पूजन कर्मणि क्षेत्र स्थापित एतत् वस्तु तथा पूजन कर्मणिका गोदानः कायिकः वाचिकः मानसिकः सांसर्गिक अज्ञाता अज्ञाता स्पर्श शयन भोज्य सकल अरिष्ट पाप क्षय पूर्वकं मनोवांछित कर्म निमित्तक सहित गोदानः गोमूल्ये गो आहारे गोनिस्त्रे भूतं राजकार्मिकं व्यवहारिका दर्वे वनस्पति दयतनं नाम्राय त्रिगोत्राणः शान्ति प्रसाद नाम श्रवणे सुपजितायः गोदान दातिनः तुभ्यमहं सम्प्रदामे तत्सन्न मम हात भएको पुष्पलाई दिसो अब फुलले राखिसो गाईको ध्यान गरिसो कपिले सर्वदेवानां पूजनीया शिरोइने तीर्थ देवमयी यस्मा तस्मा शान्ति प्रियाचिने गाओ मे अग्रता सन्तु गाओ मे सन्तु पृष्ठतः गाओ मे हृदय सन्तु गवा मध्ये भसम्य लक्ष्मी सारभूतानां याच देवी पतिता धेनुर्पिल सादेवी मम पापं पापं अहिले तिम्रो नि खिच्नु पर्छ गाईमा लागेर चाहिसो ओम गरे नमः तिलकं ललाटे पटलो भक्ति कौस्तुभ हरिं न साग्रे पदयो व्यस्थितं ममया जाड्यं च पापायम् ओम शान्तिः सर्वाणि हरित सम्मुख देवता सभी देवताएं हेर अभिषितार्थ सिद्धार्थं पूजित यः सुरासुरैः सर्वविघ्नहरः तस्मै गुरु पुनरेकाक्षे मण्डलाय तनोहरि तदेव लङ्घं सुदीनं तदेव तारबलं चन्द्रबलं तदेव लक्ष्मीबलं विद्याबलं स्मरामि ओम हरे नमः उत गणेशमा नरिवल बैठमा राख्छ नारायणाय नमः ब्रह्मणो ब्रह्मवचसे दायत नारके राजव्य सुरै खव्यो अब फुलाचे ताले डोक्री हेडोडना सोपरधि जिसो जवानस्य निकामे खव्यो व्याधि महतम ओइ गन्धु हेलो हरे परमात्मा नमः अनखिलेशनाशय गोविन्दाय नमो नमः उल्टो गोत्रमा गर्दै अस्ति हरिगम अनि फुलफिल लगेर तिराछ दर्विदक्षिण फल प्रैवेद्यम समर्पयामि कर्मचाचिने प्रजापतये नमः पवित्रतामा त्यसलाई भुइँमा राखेर फुला चाहिँ ताले पूजा गर्छौँ अग्नि संस्कार गरिकन हरि ओम नमः रुद्रो यदेवा गर्भधान कर्म करमे ओम सभा कर्म करमे त्यतिलाई थाप्दैछौ भनेको ठाउँमा एक जोडी बनाइदिन्छौ आवाहितं तं पुरुषं महन्त आवाहित्वं तं पुरुषं महन्त सुरसुरै पादबन्धं ब्रह्मोष्यस्य वसन्ति परमेशे सुरलोकनाथ ताले सधैँभरि आशीर्वाद दिउन् पितृदोष पनि नलागोस् कुनै ग्रह भनेको ग्रहको पानी बाधा नहोस् ओम सूर्य सौर्यमतीन्द्र पदवी सर्वमङ्गल मङ्गल कुलाग्रह उक्त बत्ती लगाएर सफल गर्ने भयो कुन गुरु कुन त्यहाँ मूल्य छ उहाँले सकाइदिनु हुन्छ ओम नमो भगवते वासुदेवाय हरे परमात्मने नमः अथ ब्राह्मण वर्णम् रमण प्रकम यागच्छं यातिथयार पूजा करोमि तावत् शित्रा भव सुप्रसन्नः कुशादिकमान एउटा कुशलेर परिसमै सहयोग तत्सत् तिथि विष्णुकारम् अहं स्मरण बेटे निर्दास्मः तिला राखिसो अनि मलाई गाइस रातो छ रातोलाई पनि पानी हालेर हुन्छ हुन्छ हालेर नमो ब्राह्मण देवाय गो ब्राह्मण हिताय च जगदिताय कृष्णाय गोविन्दाय नमो नमः हो दुर्गा को हुन्छ
ल मलाई यो उच्चारण गर्दैछु तत्सत्नमः श्रीकृष्ण परमस्तु कामना नारायण नमस्ते जलाशयने नमस्ते केशवानन्दं वासुदेव नमस्तुते वासुदेव वासुदेवस्य वासितं भुवनत्रयं चरभूतो विनाशसि वासुदेव नमस्तुते शुभं भवतु कल्याणम् आरोग्य धन सम्पदा मम रोग विनाशाय मम शत्रु विनाशाय दीपज्योति नमस्तुते ओम कर्मशास्त्रे दीपनारायणः देवदानव संवादे मध्ये मानव महाददौ उत्पदिशि दादा कुम्भ विदृष्ट विष्णु स्वयं तुमया सर्वतीर्थानि त्वयि प्राण प्रतिष्ठिता शिव स्वयं त्वयि वासी विश्वनाम प्रजापते ओम विष्णु तिथि विष्णु बार विष्णु लग्न विष्णु काण विष्णु विष्णु बार ओम श्रीकृष्ण धैर्य केशव बतन क्रेडोभि बततागे दैव धीमालो वे देवसुरारा विष्णुरारा विष्णु स्वनेष्ठो विष्णु शरजसि धर्मसि वैष्णवसि विष्णुवेत ओम विष्णवे स्वाहा विष्णवे नमः हरे राम गणाना त्वा गणपति गुहामहि प्रियाणा त्वा हरे राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम 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 हरे मंगलम गणोधर मंगलम पुनरिगासे मंगलाय तनोहरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव लक्ष्मीबलं विस्मरामि हे कुमारी चेते छैटौँले भाग लेखेको आजबाट नाम भयो तुलासा नाम है ल तुलासा तुलासाको कुन राशि पो छ ल म यो भन्छु अब यो नाम सुनाएर चाहिँ भनिदिनु तुलासा जुरो है तुला राशि हो तुला राशि त्यही त तुलासा तुला लागिरहेको थियो मलाई त्यही नि कन्फर्म तुला राशि भनेको अब अलिकति कडा चाहिँ कडा हुने रहेछन् अलिकति भनेको कुरा चाहिने खालको हुन्छ तर अब पढ्ने खालको ग्रह छ धेरै राम्रो ग्रह छ पढ्ने खालको के अरे विद्या खालको बृहस्पति ग्रह भएको छ अनि त्यसमा भन गन्ची राक्षस पऱ्यो गण राक्षस पऱ्यो अब यसले के गर्दैन अब पछाडि यस गणमा चाहिँ उसमा फरक पर्छ बिहे गर्दा फरक पर्छ राक्षसलाई देववर चाहियो होइन राक्षसै चाहियो है त्यो मलाई यतापट्टि त्यो आइराखेको पूजा गरेको ढाको छ त्यहाँभित्र त्यो पैसा भन्ने हो त्यही होइन दिदीले नै भन्नुभयो त कडा बेलामा कडा नै हो अब बारले मङ्गलबार पनि पढाइ भयो अनि फेरि उसलाई चाहिँ के हुन्छ भने पछाडि धर्म कर्म गरेर चाहिँ धेरै असाध्यै मनपर्ने हुन्छ त्यसमा अनि घर परिवारमा बुबालाई धेरै माया गर्ने खालको आमालाई भन्दा बुबालाई धेरै माया गर्ने खालको हुन्छ छोरी एकदमै बाउसितै लगाव धेरै हुन्छ नि त होइन अनि त्यहाँबाट उसको ग्रहले पछाडि अनि एउटा चाहिँ अब बेलामा भनेपछि बेला बेला रोग लागिरहन्छ चिसो छ भने नानीलाई चिसोबाट अलिकति बचाउनु पर्ने हुन्छ यो सिरानीमा बच्चा चिसो छ भने अहिले पछाडि सानोमा चाहिँ अनि अरू त्यति जटिल रोग छैनन् अनि
हाम्रो देवमा पऱ्यो थियो होइन यो छोराछोरी जन्मेपछि त्यो बाबुहरूकोमा पनि केही परिवर्तन आउँछ आउँदैन आउँछ आउँछ है? आउँछ एउटा सन्तान अब सन्तान नहुनेसम्म त्यसमा दोष छ भने दोष हटाउँदैन अब सन्तानले पर्खाएको छ भने कुनै दोष हुन्छ होइन पितृदोष अब देउताको दोष के हुन्छ त्यो अब काम बनेको छ भने एउटा लक्ष्मीको आगमन अथवा जेको आगमन भए पनि त्यसको काम सुचारू नभएकोमा सुचारू हुनसक्छ हुन्छ अब यसमा चाहिँ बुध सूर्य गएर शिरमा बसेको छ उच्च भएर बसेको छ भनेपछि अलिक कडा खालको रिस चाँडै एकछिन दुध पाएन भने च्याठी अनि यसको भनेको अब ठ्याक्कै अब दोस्रो सन्तानको रूपमा छोरा के अरे भाइ बृहस्पति गरेर भन्न त मलाई नि त्यही भनेको थियो अनि कर्म घर भनेको मामा घरमा चाहिँ केतु गरेर बसेको छ नि मामा घरमा चाहिँ अलिकति मामा घरतिर नजाने खालको यसो रिस उठ्ने खालको जस्तो नाइस यो चाहिँ मन पर्यो मेरो छोरी यस केतु गरेर बसेको छ अनि विदेशको घरमा शुक्र गरेर बसेको छ विदेशी वैदेशिक रोजगारको उसको घरमा एउटा देशले मात्रै हुँदैन देशै पछि भर्मनको हुन्छ घुमे गर्नुपर्ने यो परेको छ अनि शनि साथमा छ अलिकति खर्च चाहिँ बेसी हुन्छ खर्च चाहिँ अलिकति धेरै काकुको नेचर जन्मेदेखि नै खर्च भइरह ल अनि बाबालाई घर परिवार राम्रो छ मामालाई पछिमा अलिकति केतु गरेर बसेको कारणले अलिकति अब त्यति असर चाहिँ होइन तर पनि अब नजाने भन्ने भावनाहरूको खालको त्यस्तो हुन्छ है मामा घर चाहिँ मामा घरमा चाहिँ मामा घर टाढा छ नि त के गाडी अरू सबै ठिक छ म दिदी छोडेर जान्न भन्छ अरे बहिनीले मामा घर म मेरो दिदी छोडेर मामा घर जान्न मामा हजुर अनि नटे पैसा भन्छ उसमा अलिकति अब सानोमा चाहिँ अलिकति झस्सा झस्सा लागिरहेको रहेछ हल्का छाया छ हो त्यसमा हल्का छाया छ तर्साले गर्दा अब त्यसको अब निवारण गर्छ त्यो गरेपछि त्यो निकालेर यसो देखाएको चाहिँ त्यो पनि जान सक्छ त्यसमा केही छैन त्यही त अलिअलि आँखा लाग्ने खालको पनि रहेछ हस्पिटलतिर यसो आँखा लाग्ने खालको पनि रहेछ त्यो त्यसले हुन्छ अब हामीले यहाँ गरेपछि त्यसै त्यो फरक पर्दैन अब ऊ त्यो रातभरि सुतेको छैन यो के अरे छोराछोरीको यो चिनाबाट नै बाबुहरूको हेर्नु मिल्छ पछि अब यसै चाहिँ मिल्छ तर ठ्याक्कै मेरो छैन मेरो छोरीबाट आउँछ होइन मेरो लक्षण आउँछ अब त्यसको कुण्डली निकाल्नु पर्ने हुन्छ कुण्डली बनाउनु पर्ने हुन्छ त्यसमा चाहिँ ठ्याकबाट हेर्नु यो कति वर्षपछि हेराउनु मिल्छ त्यो चाहिँ 7 वर्ष 5 वर्ष हाम्रो रिहानाको चिना उताबाट 13 मा हेर न त अब त्यो त्यसरी उयो गरेर हेराउनु तर ठ्याक्कै उची एकुरेट चाहिँ आउँदैन जे होस् अलिअलि त आउँछ तर बाबालाई कति माया गरे बाबुको के छ केले अड्किया छ त्यस्तो चाहिँ त्यो चाहिँ हुन्छ किनभने पहिला त्यसो भए यसको प्रोसेस चाल्नु पर्यो मैले त्यो के डेडीको पनि आउँछ छोराछोरीबाट भन्या हुन्छ नि अब त्यो हाम्रो चिना हेराउँदा डेडीको बारेमा पनि कुरा गर्नुहुन्छ कि त्यहाँ गुरुले अनि मलाई अब त्यो नानीको त्यो डिटेल आज गुरुलाई पठाउनु पर्यो यो चाहिँ बच्चाको शिरदेखि टाउसम्म छोडेर सबै ल छोइदेऊ सबै टाउकोदेखि छोइदेऊ अब तर्सिने झस्कादेखि त्यस्तो सबै जाँच भएर दाहिने हातले है राइट ह्यान्ड तर्सिने झस्किने सबै जाओस् भन अनि खटिरा आउने छ भने रोगहरूमा उमार्ने हुन्छ त्यहाँबाट सुपारी टिपार्ने हुन्छ सुपारी हुन्छ खोकी लाग्यो अब चिसो लाग्यो भने यसलाई पनि छोडेर हुन्छ अरे अम्मा यो भयो त्यो दियो खोकी नलागोस् राइट ह्यान्डले राइट ह्यान्डले ल सबै टाउकोदेखि खुट्टा जम्मै खुट्टासम्म मलाई पनि भन्नु यसो ल यसलाई चाहिँ हात दिन्छ हरे ओम नमः स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति न तारिच्योरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु स्वाहा बिचमा स्वाहा पड्किनुपर्छ अब यो प्याटर्न डर्नुपर्छ डढेर एउटा पड्किन्छ अरे होइन भलायो त सुपारी चाहिँ निकाल्नु पर्यो त्यसमा भला निकाल अरे नानी आऊ हरि ओम आप्यादादानि सामे धर्मेमा सन्तो यदि जन्ममा स्वाहा एकचोटि हालिसो जेतन्ते तन्नो काम पुण्य परस्परारे जेतन्ते तन्नो काम पुण्य स्वाहा एकचोटि हालिसो जेतन्ते तन्नो काम पुण्य परस्परारे जेतन्ते तन्नो काम स्वाहा पूर्ण पात्र प्रभु की जय होस् जाँदा भयो
यो चिन्ह नराम्रो पर्छ दोहोरी गरेछ अब अरूलाई उ गरेन आमालाई असर भनेछ त्यही भएर यो पहिला ओम यानी कानी च पापानी जन्मान्तर कीर्तानी च तानी सर्वाणी नसेन्तु हो पर्दा खिडम परे परे यानी कानी च पापानी जन्मान्तर कीर्तानी च तानी सर्वाणी नसेन्तु हो पर्दा खिडम परे परे यानी कानी च पापानी जन्मान्तर कीर्तानी च तानी सर्वाणी नसेन्तु हो पर्दा खिडम परे परे लक्ष्मी भने यता पूर्वतिर हेरौँ लक्ष्मी पूजा गरौँ दुवैजनाले हरे अम्मा ती कुण्डमा स्वस्ति इन्द्रो दुर्गस्रवा स्वस्ति न लोका विश्ववेदाः स्वस्ति न तारिश्वरी शनिमि स्वर्ग दिन्छ त ल हो त्यो अर्को धारा त्यही कविता पर्ने गरी ओम यही सूर्य सहस्राम सोतेज राशि जगतपते अनुकम्पमा भक्त्यम ज्ञानार्घ दिवाकर सबै हो भयो जति गरे ल भयो अब दाहिने पुस अब बच्चाको दाहिने खुट्टा त्यहाँ छोड्नु पर्छ कुन चाहिँ हो दाहिने यो केमा गोबरमा छ नि ल हाम्रो छोरीलाई पृथ्वीमा स्वागत छ हाम्रो छोरीलाई पृथ्वीमा अब स्वागत पाइला छ टेक्नुपर्छ छिटै हिँड्नुपर्छ छिटै हिँड्नुपर्छ राम्रो ल अब ल भयो अब लगेर घाम कहाँ छ यसो देखाएर आउनु ऊ यता ऊ यहाँ छौ ऊ यहाँ छौ ल घाम के यसो देखाउनु घाम त उहिले देखिसकेका हुन् सूर्य भगवान ल गए हेलो फादर हाउ आर यु आइम गुड हेलो ल चलो रेजिना नामनी दिव्याय तथा च सपुत्री तुलसा नामनी दिव्याय अब नाम रह्यो है तुलसा भन्ने तुलसा नामनी दिव्याय तथा च सपरिवार आयु आरोग्य ऐश्वर्य प्राप्ति कामना विशेष रूपेण तथा च माराथे सुनाय कल्यो राधे दभा एकदम फाले हो दभा ल भामिनो सदा मित हवामहे उताबाट खिच्ने यताबाट यता मदेवन्नामि रक्षे मातरमातरः भद्रमस्तु शिवञ्चस्तु महालक्ष्मी प्रसीदतु रक्षन्तु तथा देव आशिष सन्तु सर्वदा देवगढ होला नि गुरु मेरो गढ हेर्न मिल्दैन अर्को त्यहीबाट के अरे तेज तेज नाम चाहिँ नराम्रो तेज हो तेज परम ब्रह्म तस्मै श्री गुरवे नमः कृष्णेन रसः वर्तमानो निवेशयामि तन्मते जयने तत्सत्त्वं श्रीकृष्ण नमस्तु गिराय रस्ते गोभाङ्गने पुरस्त्रमन्त्रता ज्योतिगणता मन्त्रता सफला सन्तमर्थं त्रैकं जगने त्रैकं जगने कश्यपसि त्रैकं जगने कुत्रैकं तन्नास्तो मे गोश्यामपत्रेण नः येन बद्धो हरिराजनः विजोगः बलतेन भवद्वन्नानि लक्ष्मी महातलमातलं भद्रमस्तु शिवञ्चस्तु महालक्ष्मी प्रसीदतु रक्षन्तु तथा देव आशीष सन्तु सर्वदा मंत्रथा सकला सन्तु पुनः सन्तु गुणथं सपना पुण्यशास्तु वितरामि रसुः पुण्य प्रसाद सर्व परिपूर्ण वस्तु आशीर्वाद गराइ ल मेरो भयो गुरु आमा हुन्छ आमा हजुर भयो आमा नै चाहिने काका भयो होइन कारण निकाले मेरो चाहियो ए अस्वस्थामा परेर व्यास पशुराम निकाल निकाल यहाँ उयो चाहिँ निकाल उनीहरू निकाल ए भाउजू आउनु तपाईँ पछि नआउने भयो मेरो पालै नआउने भयो भाइ ए दुईटै भाउजू आउ त जेठी माइली साइली कान्छी सबै आओ ला यो कहिले स्कुल जान्थ्यो अब जान्छे जाने ल छोरी यहाँ उयो बान्ने ल बस्नु यहाँ तातो भयो नि तातो तातो छ त धेरै नै यस्तो यस्तो गर्नु नि त। मैले बनाइदिएँ मेरो त यस्तैमा जाने भयो कति बाटी चाहिँ हाम्रो छोरी
मन्त्र था सकला सन्तु हुडा सन्तु धन सन्तु नाम मदिना वास्तु शिवन चस्तु अब त्यसो जाने भरे मिटिङ हुन्छ आशीर्वाद परिविरास पशुराम विभीषण हनुमान पुण्य कल्याण भवन्तु मे भगवती राजा धर्मिनो महाबल तेन त्वां मदिवन्दामि लक्ष्मीमातन भात मम सरिताणां विपाणां परिशान्ति साति च हे लक्ष्मीनः प्रसिद्धतु दक्षिणतु तथा देव पुण्य कल्याण भवन्तु मे परिविरास पशुराम विभीषण हनुमान कृपाचार्य मार्गं देव चिरञ्जीवी राजा धर्मिनो महाबल तेन त्वां मदिवन्दामि लक्ष्मीमातन मन्त्र Praikam nene kasih pasti praikam jadi praikam kamu harus praikam. Kita cari makan di ujian ini. Ramai berarti kita harus Vishnu terus sampai Sarvi bhadrani pasintu mahakachin dukha bhagave. Karma Parivasa Pasurana Virisana Hanuman Kripa Kamya Chiranjeevi Ramaya Praditri Haya Vishnu Prati Sambha नक्षत्र देखाएको भए यसको र मेरो बिहे नहुने रहेछ हाम्रो चाहिँ एक स्टेपले बिहे हुन्छ हामी मान्छे रूपी राक्षसै हो हैन बुढी हामी मान्छे रूपी राक्षसै हो कान्छा पनि राक्षसै हो त्यसै भएर जन्मिने एउटा राक्षस श्रीयामा राम्रो खाने नपान जबसम्म मानिसले रूपी राक्षस रूपी त्याग गर्दैन तबसम्म मानिस राक्षस नै हो कसरी आह्वान गर्दाखेरि प्रभु आउनुहुन्छ त्यो पहिला गरेर भगवान आएर आशीर्वाद दिनुहुन्छ नि त्यसको लागि कुन विधि यो लामो मन्त्र छ सिक्ने गाह्रो रहेछ ब्रह्मा आएर बस्ने बिहान यहाँ त आएर हाम्रो आशीर्वाद दिनु अलिकति जोखाना हेर्नुपर्छ होला ल भित्र लगाएर एउटा थालमा उयो थाल बनाएर थालमा दिने थोरै काम लाग्छ यसरी झिकेर फुत्ता झिकेर ल्याउने ल आजको हाम्रो कार्यक्रम चाहिँ सकिनु गएको छ अब यहाँनिर सम्पन्न भएको छ हाम्रो माइलो भाइ यहाँ छ भाउजू देवर यहाँ छ नि हाम्रो यज्ञ समाप्त भएको छ नामकरण भइसकेको छ बाबाको बुबु का हो भर्खर लाग्यो लागेको हो हिजो रातिदेखि तर्सेको तर्सेको सुत्नै दिएको छैन नबस्नु भित्र बाहिरको बाहिर भित्र भित्र ए बाहिर भित्र न है तपाईँ पनि टिको टी यहाँ मेरो कान्छो भाइको आजको कार्यक्रम पकाउने कार्यक्रम सबै कान्छोले गरिरहेको छ ह्यान्डल किचन सम्हाल्ने उही नै हो है आजको किचनको म्यान यहाँ यस्तो छ बनाएर राखेको हाम्रो कान्छो भाइ यहाँ अचारको लागि पुरा काटेर राखेको छ हाम्रो कान्छो भाइ हो यो हाम्रो श्रीमतीज्यू उहाँ बुहारी यहाँ छोरी उहाँ लु ल है भाउजू दोस्रो भाइ जन्मिन्छ है हातले चटाउँदा हुन्छ ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुनरिकाचे थोरै मुखमा मात्र लाउनु मङ्गलम पुनरिकाचे मङ्गलाय तनो हरे शुभ अन्नप्राशन मुहुर्त छुने मात्रै भात होइन ल यो टिका लाएर यो टिका अबिर मात्र लगाइदिनु ल थोरै हो अलिकति रातो ठ्याक्कै परस मेरो अनुहारमा कालो भन्दा माथि लगाइदिनु यो सबै ताली बजाउँछ नि त म पनि बजाउँछु ओम मङ्गलम भगवान् हरे ल छोरी लाई ल अन्नप्राशन मुहुर्त पैसा दिनु हामी पनि त आफ्नो मान्छे होइन खुट्टामा हामी पनि बाबामा होइन ए खानु मिल्छ यसो मुखमा लाउनेले मैले एउटा छोएँ पैसा दिनुपर्छ अरे खाएपछि अब यहाँ लगाइदिन्छु आऊ यहाँ यो देऊ न दिन्छ म यहाँ छोरीलाई ठुलीलाई दिने हो ठुलीलाई भयो पैसा जो दिनु खुवाइदिउँ सबैजना चटाइदिनु अलिकति काट्नु सबले पैसा द्याऊ है छोरीलाई खा ए रहेछ आउनु यहाँ आउनु न रियाना लगाइदिने नि
हाम्रो त ऊ पनि आएन भिडियो नि आएन हामीलाई खै पानी पानी हामीलाई त हेरा गरे आयो पहिला आयो बेसाड पनि दिनु पैसा ठुलो नोट भनेको त मैले गरिबी सुसानु मेरो छोरीलाई म दिइहाल्छु नि ल ठुलो नोट भनेको ल मेरो ठुली छोरीलाई ओम रोग ब्याध केही नलागोस् कहिले नरोस् ठुलो बाबालाई माया गरोस् धेरै पढोस् डक्टर इन्जिनियर बनोस् बाउ आमाको नाम राखोस् ठुलो बाउको शिर उच्चा पारोस् हजुरआमालाई माया गरोस् है मामा घर कम जाओस् घरै बसोस् ल मेरो ठुली छोरीलाई ल ठुली छोरी खुट्टा खै यता हेर त्यो तिम्रो चाहिँ कुटुर्केमा हालिदेऊ ल नदेऊ ठुलो मामालाई खुट्टा उचालिदेऊ है उचालेर देऊ अब यो कान्छाको नि दिएको छु कान्छाको नि दिएको छु माइलाको नि दिन्न माइलाको छैन मैले दिएँ 100 रुपियाँ भयो कोही मेरो त्यो फुच्चीलाई लाउनु पर्यो नलाए नि खुट्टा चाहिँ ढोग्नु पर्यो नि त बच्चाहरूको ल्याउ ल्याउ ल जेठीबाट सुरु गर। म खुवाइदिएँ म चाहिँ ढोक्ने काम गर्छु ल दाजु खै तिम्रो कति हो खोइ म चाहिँ ढोक्ने काम तिम्रो गर्छु। पैसा ए तिमीलाई पनि चाहिन्छ खोइ छोड्नु त मेरो बाधा गर्छ सबै फुकाइदिन्छ कि मेरो छोरीले खोइ कहाँ भयो ल अब गुरुलाई के खानुहुन्छ अब ल गुरुलाई केही खुवाउँ मेरो दुईटै छोरीले खोइ ल ल मम्मी खुवाइस्यो छिटो दिदी भनेर चित्त दुःख ल खिर खाऊ नुनै रोटी केही भएन मेरी छोरीले त जे छ देखाउ न अलिकति अनि मुखमा हालेर खाऊ को यहाँ जम्मा भएको टिका लाएर पैसा ढुकुटीमा हालिँदैछ यो काँक्रा आलु को बनाएको पूर्वको स्पेसल हो यो चाहिँ पूर्वको स्पेसल के पूर्वेली हेल्परको नाम के हो कान्छा हो हेल्पर गयो हेल्प गर्ने चाहिँ आमा निगम बाबा मिठो मिठो परिकार पाए एउटा गाडी सिक्ने ल चाक चाक यता 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 ल कस्तो हुन्छ कान्छ कस्तो छ अरे एकदम मिठो चुस्टो कमिलो पिरो बाबा लाऊ मलाई हैन मजा खाइराखौँ क्या खाइराखौँ जस्तो क्या पूर्वेली अचार हो आमा बनाउनेले नै आफै दिइरहेको अगाडि नै ल मेरो जङ्गे भाइ चाहिँ बाहिरदेखि भित्र आएको अवस्था के छ अनि के आज कस्तो महसुस भइसकेको छोरीको नामकरण गरिसकेपछि दामी लाग्यो बबाल फलिफापै फलिफाप हुन्छ नि आजको दिन ल अर्को कान्छो के भन्न चाहन्छस् मैले त्यो पनि भन्न चाहन्छु किन जेला दिनु पर्यो भाडा मोलेको मोले हुनुहुन्छ राजा उद्देश्यमा छ राजा उद्देश्यमा छौ जेला दिनु पर्ने जेला ल जेला होइन फेला दिन्छु म